हेलो एभ्रिवान वेलकम टु माई न्यू रियाक्सन भिडियो। तपाईँहरू चाहिँ मेरो रियाक्सन भिडियोमा स्वागत छ। तपाईँहरूको मन र मुटुमा बस्न सफल व्यक्ति फेरि अश्विन पाण्डे रियाक्सन भिडियो गर्न आइसकेको छु। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु अश्विन पाण्डेलाई चाहिँ। म चाहिँ मनको भारी भन्ने गीत चाहिँ मैले रियाक्सन भिडियो गर्न गइरहेको छु र अब तपाईँ र म सँगै भएर भिडियोतर्फै जाम है त। तपाईँले माया चाहिँ धेरै देखाइरहनु भएको छ अहिलेसम्म चाहिँ। यो गीतको नाम चाहिँ मनको भारी छ र यो गीत गाउनु भएको चाहिँ हाम्रो टेक विशेष सरले र एलिना चौहान मिसले गाउनु भएको छ। मनको भारी यसमा चाहिँ एक्टर चाहिँ हाम्रो नितो मिस र सन्तोष सर हुनुहुन्छ, यानि कि केजी ब्लग इन्डी कडा खास हल्का अर्कै मनको भारी बिसाउने तिमी त हौ मेरो मनको भारी बिसाउने तिमी नै त हो नि। वा दामी छ, यसको लिरिक्स चाहिँ मलाई मन पर्यो र सन्तोष सरको र नितो मिसको एक्टिङ कस्तो लाग्दैछ अहिलेसम्म। सारा सृष्टि जगतमा सधैँ सधैँ साथ छौ मेरो। नातामा देउता भाग्छु, नातामा धाउँछु जब एउटा पुरानो भाइब्सलाई देखाएको छ हैन। तिमी हौ यो तकदीर, तिम्रै अङ्गालो पाए भन हुन्छ के फेर। अरू खुसी के नै मागौ, तिमी हौ यो तकदीर, तिम्रै अङ्गालो पाए भन हुन्छ के फेर। हाम्रो चाहिँ भाग्न लागेको सिन जस्तो देखाइरहेको छ है गाइजहरू है साथीहरू। यो चाहिँ एउटा चाहिँ भाग्न लागेको सिन हो यो चाहिँ। एउटा चाहिँ के देखाइएको छ भने एउटा चाहिँ पहिला लभ भएपछि त्यसलाई चाहिँ बिहेमा परिवर्तन चाहिँ गर्न नसकेर इन्टरकास्ट आएको कारणले चाहिँ भाग्न लागेको छ लाग्छ। आउँछ होला मेरै सामु पर्दा फेरिन्छ र चोला। जब हात काट्यो भने चाहिँ राति आएर रगत, तर तिमीसँग भेट्दा चाहिँ रगत फेरिन्छ र भन्नुभयो होइन भने यो गीतको लिरिक्स चाहिँ मलाई यो पनि मन पर्यो। तिमीलाई काटेर तै रगत आउँछ होला मेरै सामु पर्दा फेरिन्छ र चोला। नातामा देउता भाग्छु, नातामा धाउँछु धेरै मन पर्यो। खुसी के नै मागौ, तिमी हौ यो तकदीर, तिम्रै अङ्गालो पाए भन हुन्छ के फेर। अरू खुसी के नै मागौ, तिमी हौ यो तकदीर, तिम्रै अङ्गालो पाए भन हुन्छ के फेर। लागेको सिन देख्नु राति चाहिँ यो जब राति 10-11 बजे चाहिँ भाग्न लागेको सिन देखायो, यो पनि मलाई धेरै मन पर्यो। यसको गीतको लिरिक्स पनि मन पर्यो
होइन तर अनि यसको तथा पनि होइन यसको एक्टिङ पनि मन पर्यो मलाई र यसको गीत पनि मन पर्यो त केही भयो कहाँ पोखौँमा यो पीडा ए भेट्दा यहाँ चाहिँ भाग्दै चाहिँ हाम्रो फ्यामिली समाज दिनुभयो कसैले के सुन्छ र जसरी मलाई दुख्छ तिमीलाई पनि ऊ छुट्याउनु चाहन्छ दुख्छ र होइन यस्तो गर्दाखेरि कति गाह्रो हुन्छ होइन एउटा सम्बन्ध यस्तो एउटा माया गरिरहेको मान्छे कहाँ पोखौँमा यो पीडा जुत्ता कसैले के सुन्छ र जसरी मलाई दुख्छ तिमीलाई पनि दुख्छ र न त म देऊ त भाग्छु न त म धाउँछु मन्दिर अरू खुसी के अब आज यस्तो गरिदियो नै मागौ तिमी हौ यो तकदिर तिम्रै अङ्गालो पाए भाना हुन्छ के फिर अरू खुसी के नै मागौ तिमी हौ यो तकदिर तिम्रै अङ्गालो पाए जब समाजले आएर त्यस्तो व्यवहार गरेर छोड्थ्यो होइन भना हुन्छ के र सन्तोष फिर जब अहिलेको एउटा समाजमा चाहिँ यस्तो भोगिरहेको कथा चाहिँ यो गीत मार्फत देखाइरहेको छ होइन मलाई चाहिँ धेरै मन पर्यो मनको भारी ल तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो होइन भनिदिनु होला भन्न चाहन्छु मलाई चाहिँ धेरै राम्रो लाग्यो गीत चाहिँ है जब यो गीत चाहिँ युट्युबमा आएको आधी घन्टा नि भएको थिएन यसमा चाहिँ मैले रियाक्सन गरेको छु र अब फेरि युट्युब अश्विन पाण्डेमा चाहिँ यो भिडियो आउने छ अब केही समयमै आउने छ 6 बजे चाहिँ अपलोड भइसक्छ है 5:50 भयो भनेपछि अब 6 बजे चाहिँ भिडियो अपलोड भइसक्ने छ अश्विन पाण्डेमा चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु अश्विन पाण्डे चाहिँ यस्तै माया गरिरहनु होला पनि भन्न चाहन्छु अब फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ किप लभिङ किप सपोर्टिङ भन्न चाहन्छु र केही शब्दहरू मा चाहिँ केही नराम्रो लाग्यो भने पनि केही शब्दहरू मिलाएन भने पनि तपाईँहरूले माफी दिनु होला भन्न चाहन्छु र अब साथै अब हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ बी कन्टिन्यू गाइस